हेलो हेलो साथीहरू। आज मैले फेरि नेपाली बाटेको धुप बनाउने तरिका लिएर आएको छु। सुरुमा नेपाली कागज लिनुहोला। नेपाली कागजलाई मिलाएर फोल्ड गर्नुहोला। फोल्ड गरेपछि स्केलको सहायता र कलमको सहायताले कोर्नुहोला। कोरिसकेपछि फोल्ड गरेको कागजलाई मिलाएर काट्नुहोला। काटिसकेपछि फोल्ड गरेर काटिएको नेपाली कागजलाई फेरि दुई भागमा काटिदिनुहोला। फोल्ड गरेको नेपाली कागज दुई भागमा काटिसकेपछि त्यो फोल्ड गरेको कागजलाई राम्रोसँग राखिदिनु होला। नेपाली कागज एक ठाउँमा राखेर अर्कोपट्टि एउटा भाँडामा खाने कपुर अनि साल धुप अनि सुगन्धित धुप बुद्ध धुप मिलाएर कुटेर तपाईँहरू मिक्सरमा कुट्न सक्नुहुनेछ। मैले चाहिँ ओखलमा कुटेर त्यो तीन थरी सबै थरीलाई मिक्स गरेर त्यसमाथि सुक्पाहरू मिसाइदिनु होला। सुक्पा मिसाएर राम्रोसँग सुक्पालाई घोलिसकेपछि अघि काटिएको नेपाली कागजलाई लिनुहोला। नेपाली कागजलाई राम्रोसँग फोल्ड गर्नुहोला। फोल्ड बनाएर त्यो बिचमा डोर बनाउनु होला। डोर बनाइसकेपछि एक पिस लिएर त्यसमा माथिबाट धुप छर्नुहोला। धुप छरेपछि दुई तिन पल्ट घुमाएर राम्रोसँग तल र माथि बेटार्नु होला। थ्याङ्क यू। यी भिडियो हेरिदिनु भएकोमा धन्यवाद।